हामी चाहिँ फाइनल्ली खाजा खान आइसक्यौँ ल है दाइले चटपट बनाउँदै हुनुहुन्छ मोमो आएको देखाएको थिएँ कहाँ हो खै मोमो नि बिहार यसलाई हो यसलाई आइसक्यो है हामी आज मेरो त पेटै खाली नहोला जस्तो हेर्न सक्नुहुन्छ रुम यस्तै देखाम पानीपुरी है पानीपुरी छिराउने नि त यहाँ ल है ल मामाले केही गर्नुहुन्छ त अब पाल त ठुलो छ एउटा के हो ये सो हेलो गाइज वेलकम टु माई ब्लग फेरि पनि आज चाहिँ हामी युवा जोसको साथमा कहाँ जाँदैछौँ भने कहाँ जाँदैछौँ मामाले भनिदिनुहुन्छ मामा भनिदिनु कहाँ जाँदैछौँ के हुँदैछ ल सुरुवात गर्नु त्यसलाई फोन हाम्रो सोध्नु पर्यो यार कहाँ जाँदैछौँ हामी आज मामा र हामी चाहिँ अब हामी भन्नाले अब अर्को दाइ हुनुहुन्छ सङ्गम चाहिँ आएन त्यही हो चिना हराएको मान्छे हुन्छ हामी गन्तव्य हराएको मान्छे फिक्सै छैन कहाँ जाने जाने अब रुमबाट हिँड्यो हेरौँ अब कहाँ गइन्छ त्यो चाहिँ थाहा छैन अब लात लगायो केटीले हेरेर कस्तरी हेरेको र त धन्दै हान्दिएको र त्यही हो हामी चाहिँ कता जाँदैछौँ नि थाहा छैन जोस हिँड्दैछौँ हामी चाहिँ अब अहिले थाहा पाइहाल्नुहुन्छ हजुरले सङ्गम चाहिँ आएन मामा र म जाँदैछौँ हामी बलाङ्गी ल केही भन्नु न किन लजाउने किन र के भन्ने कस्तो र भन्नु न होइन बाँकी पृष्ठ अर्को अंशमा ल साथीहरू हामी चाहिँ हिँड्यौँ मल अफ द इमिरेट्स भनेको यही हो यस्तै छ अब एकछिनमा भेटौँला है साथीहरू अब 4 भाइ जम्मा भएर जान लागिसक्यौँ यो त धेरै ह्यान्डसम भएर यहाँ दादा पनि आउनुभयो हिँडेपछि अनि पर्दैन अनि झड्का लाग्यो सिधै हल्का कि माटो हालिदिने अलिअलि ल त्यो यता सब जुत्ता लाएर म चाहिँ चप्पलै लाएर आऊ ल त्यो अब 4 जना भएर अब मोमो खान जाने हामी मोमो नि फेरि हामीले त कति टाढा खानु गइन्छ कि होइन मामा केही भन्नु त अब चिया खान काठमाडौँ गइन्थ्यो अनि फेरि अनि नेपाल हुँदा अब अहिले विदेश आइयो मोमो खान दुबईबाट अबुधाबी फेरि अनि कहिले भुजेर गइन्छ फेरि भुजेर अनि यिनीहरूलाई अब उहाँहरूलाई त अब नजिकै लाउँछ नि त अब कति टाढा हो भनेर पनि भन्दैन कति यहाँबाट नेपाल टाढै पुगिन्छ त्यो त हो यहाँबाट नेपाल पुरा हामी खानालाई टाढै पुगिन्छ उस्तो जान पनि सकिन्छ अलि त्यो टिकट महँगो भएर मात्रै हो कि गाह्रो भयो कि त्यसलाई जेट प्लेन चाहिँ धोएर राख भने कता उडान्छ हिँड्ने बेला छैन एकचोटि भनेर लाउने होइन फेरि 2-3 चोटि भन्नु पर्ने फर्काइदिएर अस्ति हामी जाँदा के ल त्यो ट्याक्सी चाहिँ अब कुर्नुपर्छ हामी चाहिँ अब लोकल ट्याक्सी त्यही हो गाइज अब चाहिँ हामी भैया ट्याक्सी चढिभयो सस्तो मार्केट होइन लेबर मार्केट त्यही हो ल गाइजहरू चढिसक्यो ल है मोमो खानालाई अब चाहिँ हामी बेल्ट हो सरी ओके ल केटा बेल्ट लाउनुपर्छ यहाँ चाहिँ यहाँ नेपाल होइन नि साथीहरू नत्र त फेरि तनाव हुन्छ बेल्ट लाउने ढ्याक्क हिँड्ने है हामी मोमो खान ट्याक्सीमा चढेर हिँड्छौँ यस्तो रिच किडहरूको लाइफ है अनि मामा के भन्नुहुन्छ रिच पनि लास्टै रिच भयो मोमो सोच्दैछु कि कसरी खाने तातो हुन्छ कसरी खाने फुटालेर खाने कि सोच्दा नि जिरिङ हुन्छ ल ल त्यही मामाको अहिले गफहरू एकछिनमा सुनौँ ल अहिले है ल ट्याक्सी चढ्यो अब चाहिँ एकछिनमा भेटौँला है ल हुन नि के देख्नु पऱ्यो यस्तो यार बुइ चढ्यो त ट्याक्सीको केटा हो आमा महँगो होला है मामा यो साइकल त यो अरे भइजार टायर खोलेर नि भर्खर गरेर नि लिएर जान मिल्छ के पोर्टेबल अरिब रहेछ अरे अगाडिको खोले नि यो टायर त्यो त्यहीँ आफैले गर्न मिल्छ कि अरिब रहेछ केटा साइकल चाहिँ आमा अरिब रहेछ जस यस्तो साइकल हो एउटा घर जतिकै होला यो साइकल यार त्यो बुइ चढेको देख्दै यार त्यो हेर्दै फेरि नै यार कस्तो राम्रो त यार हेरे भयो ल केटा त्यो ट्याक्सीबाट झरेपछि नै भेट्नु पर्ला जस्तो छ यो चाहिँ झ्याप्पै अहिले देखियो त्यही भएर चाहिँ बनाइहाल्यो होइन त्यो केही छैन हामी रिस्किनुलाई यहाँ फेरि पैसाहरू भनेको छ्याल्ला हुन्छ के पैसा हामी ट्याक्सी चढेर त गयो केटा झर्ने कति होला भन्ने कुरो मात्रै भयो भन्नु त पीडा भन्नु त
है मोमो खान पनि ट्याक्सी चढिन्छ प्लेन चढिन्छ भनिहाल्यो मासाला अहिले आएर कस्तो खिन्न भयो त्यहाँ ऊ त्यहाँ हेरेछु मन पाक्यो छ पैसा बढेको बढे अब खै गएर मोमो नखाइ त्यही भाडा मात्रै तिरेर फेरि फर्केर आउने मात्रै हुन्छ कि जस्तो लागिसक्यो वास्तविक पीडा यस्तो चाहिँ साथीहरू यो कुरो कसैलाई नभन्नु अहिले हिँडेरै आउनुपर्छ कि जस्तो मान्यो मैले त यो अवस्था अनि एक्साइटेड हुन्छ नि त खाएपछि त भनि नै त्यो ज्ञानी मन बुझाउने आत्तिमै हामी चाहिँ गाह्रो छ गाह्रो ल आत्तिसक्यौँ अब हेर्दै जाऊँ के हुन्छ गाह्रो छ ल हेर्दै जाऊँ पीडा यस्तो छ है वास्तविक पीडा ट्याक्सीमा चाहिँ हल्का बिल धेरै आएर रिच किलो हाप्छेर हिँडेरै चल्न पर्ने अवस्था आयो लगाइज फाइनल्ली आइयो है हामी यी बजार जस्तै रहेछ कि हाट बजार जस्तो रहेछ होइन यी यस्तो रहेछ क्या यहाँ त फाइनली गाइज हामी आफ्नो डेस्टिनेसनमा आइसकेको छौँ राइड अनि यस्तो रहेछ नि त नि यहाँ त बजार रहेछ क्या डेन्जर जे किने नि हो नि ठ्याक्कै त्यसकै आयो तर अलिक व्यवस्थित रहेछ है यो चाहिँ है राम्रो रहेछ त्यो व्यवस्थित लगेर त्यो बजार जस्तो रहेछ क्या ठ्याक्कै यस्तो छ यो के अरे मामा यसको नाम लेबर मार्केट अल्पुज है यी दादाले चस्मा ठ्याक्कै हाट बजार जस्तो रहेछ कि यहाँ चाहिँ लगेर त्यही यहाँ ढुक्क हो क्या अहिले त मेरो त कन्फिडेन्ट बढेर यहाँ हैरान भयो भ्यू चाहिँ आउँदैन र अनि बाल होइन मामा के भ्यू पछि हेर न काटा काट हुन्छ हेर्नलाई हेर्न नभएर फेरि पाउन नि पहिले अहिले बुक गरेर हाल्नु सबैजनाले फेरि पछि पाइन्न अनि त्यो मामाले चाहिँ आज हामीलाई यहाँ मार्केट यस्तो छ भान्जा जानु पर्यो भनेर अनि आज हामी चाहिँ आइसकेका छौँ मिठो रहेछ है ठाउँ चाहिँ त्यो सबै पाउँदो रहेछ कि मोमो खान आएको हामीले त के पायौँ यहाँ त यस्तो रहेछ सब्जीहरू यस्तो रहेछ र चौतारीको हावा पनि खान मिल्ने यहाँ ल है साथीहरू एकछिन बजार डुलाउँ रमाइलो भयो यार जियोस् आउनलाई यी तरकारी सरकारी सबै छ कि ठ्याक्कै त्यो हाट बजारतिर हुन्छ नि मामा नेपालमा त्यही त सेम अलिक व्यवस्थित छ यो चाहिँ होइन ठ्याक्कै स्टलहरू जस्तो रहेछ ल माछा त नखाने आमा ल ल केटा हो यतिको चाहिँ हुनु पऱ्यो है ल रमाइलो भइरहेको छ हरिब रमाइलो भयो उता कपाल काट्ने र कपडा सिलाउने कपाल र कपडा सिलाउने हो यता अरू के हो मामा यहाँ अरू के हाम्रो त्यो मुत्ने कन्टेनर भित्र मुत्ने यो टोइलेट धरि यस्तो भयो होला यार यहाँ त यी टोइलेट यी अब चाहिँ यहाँ पनि रहेछ फुटसल अझै यो चाहिँ पैसा तिरेर खेल्नु पर्ने मामा पैसा तिर्नु पर्ने यो फुटसल त्यही होला जस्तो लाग्छ मैले पहिले छिरेको देखाएन ल त्यो केटा यतिको छ है अनि यता हेर्नु सक्नुहुन्छ पस्न जाऊँ न होइन कि पहिला एक के अरे मामा त्यहाँ उ गराम्रो त्यहाँ एकचोटि हेरौँ न त्यो डब्बा नि कस्तो हो भनेर होइन ट्याक्क ल ट्याङ्की खाली गरौँ लगाइजहरू के हो मालपानी नि हो फेरि लगेर त्यो हामी चाहिँ अब टोइलेट जान्छौँ कस्तो हो भनेर चेक गर्नु पऱ्यो होइन यो ग्राउन्डमा बसेर खान पाइन्छ तर बिना मालको है बिना मालको चाहिँ यहाँ बसेर खानु पाइन्छ है ल टोइलेट जान्छौँ अनि त्यहाँपछि भेटौँला है फेरि हामी चाहिँ फाइनल्ली खाजा खान आइसक्यौँ ल है दाइले चटपट बनाउँदै हुनुहुन्छ घोलाई पनि दाइको मरद छ ल है यतिको चाहिँ हुनु पऱ्यो ल दाइले यहाँ चटपट बनाउँदै हामी चाहिँ अब दाइ नेपाली केही खानु पऱ्यो नि होइन मामा खोज्दै खोज्दै आएको होइन हाम्रो राजाकोमा डेस्टिनेसन ल ट्याक्कै नेपालकै जस्तै सेम भाइब छ क्या ल के फरक छ त्यहाँ ठ्याक्क व्यवस्थित छ हल्का यहाँ माथि चाहिँ छाप्रोहरू पुगेको रहेछ त्यही ल फाइनल्ली मजा आयो हामी होइन कस्तो लाग्यो मन लाग्यो किन त्यतिकै चित्त दुख्यो नि किन यति नै चाहिन्छ कि मलाई बाजारलाई फेरि हेरी यो चाहिँ त हरि भएर हेर्दा माया लाग्दो पानी गरेर चित्त लाग्दो ठोक्न एक दुईजना ध्यान यहाँ चाहिँ अहिले उ गर्नु अर्को अगाडि अहिले आँसु पनि आउँदैन सन्चो रुममै छोडेर आएको छु ल त्यो हामी चाहिँ यहाँ दाइको दोकानमा आइयो हामी चाहिँ चटपट खानालाई यहीँ हानौँ न यस्तो ठ्याक्कै त्यो ट्याक्क उठेर ट्याक्क
कसरी हान्ने ढाक्का स्टेजमा यहाँ राख होइन ट्याक्क खाइदिउँला अनि के भएर उठेर त हानियो यस्तो उयो मोमो है मोमो आज चाहिँ हाम्रो खासै यो दाइले मोमो बनाउनु भन्थ्यो तर मोमो बनाउन धेरै मेहनत चाहिन्छ नि त अनि समय खर्चिन भन्दा पैसा खर्चिम भनेर यस्तो के अल्छीको भाँडा गरेर मैले मोमो पकाउने भने ल दाइले चाहिँ के खाने केटा दाइ चाहिँ हाम्रो सेफ आजको मोमो सेफ दाइले आज हामीलाई खुवाउनुहुन्छ मोमो खाम ल त्यही हो मोमोबाट सुरु गरौँ अनि त्यसपछि हेर ल मोमो ल अनि ल अनि चाउमिन मोमो हालेर अनि चाउमिन भुट्दै गएर चाउमिन भुट्दै गरौँ अनि क्रमश हामी खान्छौँ होइन क्रमर छ अनि हामी हन्तेहरू सुरु सुरु गर्छौँ अनि हामी ल केटा ल साथीहरू यतिको हन्टिङ भइसक्यो है मोमो चाहिँ एउटा पिस्ता हान्नुपर्छ यार मैले मोमो आएको देखाएको थिएँ कहाँ हो खै मोमो नि दियो अरे यसलाई हो यसलाई हो सही रहेछ यार मोमो त नेपालकै भ्याउ छ यार कसम भनेको कम भएछ नि बल्ल पो मजा हुन्छ त कस्तो दामी पानी पानी रहेछ सही मजा भयो यार यस्तो सस्तो हो कि फेरि प्राइस नि यार हेर्नु 5मा पानीपुरी रे चटपटे 5मा कहाँ पाउँछ यस्तो त्यो सस्तो पनि अनि हरि मजा पनि भयो कि नेपालकै भाइ चाहिरहेको कस्तो मामा थ्याङ्क यू मामा अनि मामाले लिएर आउनु भएको आज चाहिँ मामाले कहिले गलत खालेर अनि हरि भइसक्यो त्यो केटा यो खाना भयो ल साथीहरू खान्छौँ हामी चाहिँ भ्यायो मोमो चाहिँ झ्याम्का ड्याम डस्ने होइन ड्याक कलाएर बिल चाहिँ बाँडेर गर्ने है डस्ने जसले धेरै डसेकै बराबर बाँड्ने यो रिसाउँछ फेरि बिल गर्नु कहिले खोज्दैन यो गर्दैन रिसाउँछ अहिले जाला रिसाएर फेरि धेरै गेलाउनु जान नि फेरि एक आधी घन्टा हिँड्नु पर्छ जान्न हो एक दिन लाउला दुईचोटि हिँडेर गइसक्यो हामी एउटा फेरि हान्नु न ल है त केटा हो यतिको चाहिँ हुनु पऱ्यो ल चिन्छ अब हल्का कला हाम्रो दाइले ल है केटा हो दाइ चाहिँ अनि दादाले दादाको हनाइ हेर्नु सक्नुहुन्छ ह्याक्क लाएर आइवा के यस्तो ल दादाको हनाइ हेर्नु सक्नुहुन्छ यतिको हुनु पऱ्यो नि ल दादाले चाहिँ मिठो बनाएर खुलाउँदै हुनुहुन्थ्यो आज हामीलाई ओके त्यो यहाँ चाहिँ हन्टिङ फुड हन्टको लागि केटाहरू कुट्दै फेरि कहाँ हो कहाँ हो अर्को फुड पनि आयो मैले उद्घाटन गर्नुपर्छ ल मामाले अहिले निकाल्दैन त नातिन बाबु मलाई नै घाँडा बनायो ल ए यता भिडियो बनाउँदा त यार भाइ चाउमिन आएको होइन भन्नु पर्ला ल चाउमिन पनि आयो दामी भयो बित्तै घाट त ल खै यार खानै मिल्दैन त यार टुक्रेछ टक्क नेपालकै हो मामा नासारा झ्याउ लाग्दैन हातले खायो केटाले यार बुझ नि सिजर पेपर उ भने चाहिँ हातले दामी भाइ कसम स्वाद त छ यार अर्को नि हानिनु पर्छ यो अर्को नि बनाउँ केही खाइहालौँ न भोक मेटिन एकैचोटि भन्नुपर्ने राजालाई दुःख दिए जस्तो भयो के बनाउनु होइन अलि धेरै नै खाऊँ के भोक लाग्यो सबै चिज टेस्ट गर्ने हुन्छ है एउटै चिज खाना खाइ गर्ने के छ त्यहाँ टेस्ट गर्ने यसो हेर त हेर्दै गर्न यो नलैजाउँ न कस्तो त्यस्तो हुन्छ समयमा मैले ल चटपटे मामा पानीपुरी मटन सुप त्यही हामीले के खायो मोमो है चटपटे खाइएको छैन त चटपट खाऊँ न त ल चटपट त्यही चटपट बनाइदिनु है ल सबै टेस्ट हान्ने क्या आज मासु नै पर्दैन यार मलाई त रिस उठेकै हातले हानिदिन्छ अनि मैले त कसम नेपालमै खाए जस्तो भएको कि ल हेर्नु न नेपाल चाहिँ अहिले बनाएको नेपालमै खाए जस्तो अहिले थाहा पाइस् म खाइ ढुङ्गिनी बनाउँछ नि
ल है अब एउटा शिकार छ ल तिमीले नि खाऊ नेपाली दाइले फेरि चिकन बनाएर हालेर बनाइदिनु भयो हाम्रो लागि होइन त्यही हो अनि यहाँ सस्तो पनि छ अनि मिठो पनि रहेछ कि सेम नेपालको टेस्ट केही भन्नु र एकैचोटि आफ्नो तरिकाले खाऊ पैसा छ भने किनेर खाऊ न के अर्कोले खाएको हेरेर पछि गर साथीहरू फेरि पनि अर्को सामान पनि आइसक्यो है हामीमा मेरो त पेटै खाली नहोला जस्तो हेर्न सक्नुहुन्छ रुक्नु यस्तै देखाम पानीपुरी है पानीपुरी हाल्नु ल फेरि पानी तुरी हुनला केटाहरूले हेरे उता पानीपुरी गर्दै थियो यता नहाल सानो मान्छे यता यसलाई कति चिल्दै छ खाउनु छ त्यही भएर रानीसँग सँगै सुत्या रानी भनेर फेरि केटाकै नाम हो रानी साथीहरू कस्तो छ पानीपुरी मजा तिमीहरू रुममा लगेर रुममै बसेर के हो यस्तो मजा लिन पाउँथ्यौ खाली रुममा भन्छ नि के भनेको सँग भान्जालाई नलिएर आउँछु भने लिएर नआउने अब अर्कोचोटि गिजाएर उसलाई सकेसम्म सिक बनाउने हो क्या त्यहीँ रुममै फ्री फायर खेल भन्ने हुन्छ हरिब रहेछ अब एक पानीपुरी मगाएको होइन भ्याइसकिस् कालो मान्छे तिमीले मैले खाएकै देखेन अनि यहाँ चाहिँ कस्तो रहेछ भने ट्याक्क हात धुने ठाउँदेखि लिएर होइन टोइलेट सब व्यवस्था खाके मार्केट चाहिँ वेल म्यानेज रहेछ अर्कोचोटि नै आउनुपर्छ यति भएपछि चाहिँ अब 100 आइन्छ अर्कोचोटि चाहिँ हो कि होइन अहिले धेरै यस्तो गर्ने कि अहिले धेरै नै आउने मान्छेहरू चाहिँ होइन किनभने ट्याक्सी पनि भाडा सस्तो पर्छ नि त सबै ठुलो ट्याक्सी लिएर आएपछि त मजा नि हुन्छ त्यही भएर चाहिँ चाउमिन मोमो चटपट पानीपुरी खाइयो आउने चाहिँ अन्त होइन हामी स्टल नम्बर F030 मा आउने हो हामी चाहिँ यही दाइहरूकोमा नेपाली दाइहरूकोमा हो अब चाहिँ केटाउति हामी चाहिँ यहाँ खेलकुदतिर अब चाहिँ युवा भएपछि खेलकुदतिर लाग्नु पर्दैन भनेको केटा अब चाहिँ खेलकुदतिर लागिन्छ हामी त्यो 1 घन्टाको 15 दिराम मात्रै महँगो कि सस्तो हामी 10 मा खेल्छौँ हो र टाइम त के स्टार्ट गरौ अभी स्टार्ट हो चुका 37 ल अब केटा 1 घन्टा हान्दिने हो हामीले चाहिँ ड्याङ्का ड्याङ युवाहरू भएपछि खेलकुदतिर लाग्नुपर्छ भन्ने मूल धारणा हाम्रो चाहिँ होइन त्यो लागि वार्मअप हल्का वार्मअप गरिदिनु मामा ल अब क्यारम बोर्ड है हाम्रो चाहिँ साथीहरू अफिसियल्ली गेम चाहिँ सुरु भइसक्यो यतिको है त ल यतिको चाहिँ हान्नु पर्यो है केटा है ब्लग रहेछ यार उयो हान्नु नि यो हान्नु कि मामा छिराउने नि त यहाँ ल है ल मामाले केही गर्नुहुन्छ त अब गर्नुहुन्छ त अब एउटा के हो एउटा भएर त्यो टेप छैन नाप्ने इन्ची टेप यसलाई यहाँ ठोकाएर नि ल केटा सुरु भइसक्यो है हाम्रो गेम चाहिँ त्यही भएर सुरु भइसक्यो हाम्रो आमामामा चुवाक हान्दिने कि गाइजहरूले त ल मामा एकछिन समाउनु जान्न बुढेसकाइन लाइन त अब कति जा जस्तो वाउ म्यान ब्राभो इट कस्तो बबाल इट 1 घन्टा खेल्ने हामी चाहिँ अब चाहिँ यो चाहिँ खानुमा बेजत हुँदैन देखायो ओहो खतरा हान्दै त ल मामाले त एक्टिङ गर्नुभएको रहेछ के
हान्नु मिल्छ नि अस्ति कति वर्ष त्यो टिआइपीमा खेलेको थिएँ तर त्यहाँ मजाले खेलियो नि त्यहाँ त 10 दिनमा पाउँदो रहेछ 1 घन्टा खेल्न नजाने त म मात्र रहेछ नि जाँगा जुत्ता लगाएर के भन्नुपर्छ है ल केटा त्यो भिडियो चाहिँ लामो हुन सक्छ त्यही भएर चाहिँ छोटाम कि होइन मामा लास्टतिर बाँकी अर्कोतिर ल त्यो केटा ओ माय गॉड हान्दैछ नि पाकेर छोरो त पाके रहेछ अभि कहाँ हो येमा गेम हानिदिन्छन् कि यार हान्दैनन् ढुक्क बस्नु मामा अनि कति पोइन्ट 3 6 8 पोइन्ट ल केटा त्यो 15 मिनटको चाहिँ 1 घन्टाको चाहिँ 15 रुपियाँ रहेछ होइन त्यो ल साथीहरू अब त्यो एकछिनमा भेटौँला है अब लास्ट गेमतिर केटाले 8 पोइन्ट हानिदियो अरे हेर्दा है ल त ल एकछिनमा भेटौँला अब चाहिँ कस्तो मिठो छ त ठाउँ होइन एकछिनमा भेटौँला ल केटा त्यो गेम चाहिँ चालु हुँदैछ हाम्रो चाहिँ यता चाहिँ गाइजहरूको चाहिँ 14 भयो हाम्रो चाहिँ 7 भयो ल मामाको स्किल देखाइदिउँ ल ड्रिब्लिङ है त ल मामाको देखाइदिउँ त ड्रिब्लिङ यो सेतो चाहिँ यो पनि सेतो भयो र यो नि भएर चाहिँ ल्याङ भयो होइन अनि यतिको हनाइ चाहिँ मामाको चाहिँ अनि मैले देखाइदिन्छु है बाबाले तरिकाले वार्मअप रहेछ कि यो चाहिँ कसम देखियो मामा यार आमा ल है ल मामाको स्किल त्यो पनि हो अझै यो चाहिँ देखिएन अलि यार ल है ल मामाको अनि वार्मअप यस्तो छ अनि मामाको हनाइ ल त्यही हो केटा अब यो हामी चाहिँ 1 घन्टाको खेलिरहेको कि अहिले अनि त्यही भएर चाहिँ तिमीले कसकोमा देखेको थियौ अनि दुईटै निकाले तर के भयो भने 1 घन्टाको खेल्यो अनि 1 घन्टाको भ्लग बनाउनु त कुरा भएन यहाँ मेन खिच्दा नि फेरि 1 घन्टाको फुटेज लाउँछ नि त अनि स्टोरेज धेरै हुन्छ के त्यही भएर चाहिँ अनि अलि हान्छु म त्यही हो एकछिनमा अब यस्तो आकाश खुल्ला आकाशको मुनि बसेर क्यारम बोर्ड हान्नुको मजा छुट्टी छ नि होइन त्यही हो गाइज अब चाहिँ हामी क्यारम बोर्ड खेलेर हार बेहोरेर चाहिँ अब हामी रुमतिर जान्छौँ रुमतिर चाहिँ अब हिँड्दै गइन्छ जस्तो मामा केही भन्नु क्यारम बोर्डको हनाइ कस्तो भयो यत्रो मुख बनाएर पठाइदिइहाले केटाहरूले ल निलै भयो है ल त्यही हो यस्तो मार्केट टाइम चाहिँ यस्तो 3 बजीबाट रहेछ त 3 बजीदेखि 12 बजीसम्म ल त्यो मार्केट हामी चाहिँ फेरि उता गएर फेरि यता आयौँ अब चाहिँ कहाँ जान्छौँ भने हामी चाहिँ फेरि चटपट खान जान्छौँ अब चाहिँ मामाहरू चाहिँ टोइलेट जानुभयो त्यही हो ल एकछिन उता गएर ट्याक्क यस्तो मिठो छ लाइटै लाइट भएर हो यस्तो छ्याल्ला धेरै मान्छे हुँदो रहेछ क्या यहाँ त अब हरिब धेरैकै मान्छे त अब त्यही हो नेपालकै भाइब दिइरह यहाँ रमाइलो भइरहेछ जोस् त्यही हो ल साथीहरू एकछिनमा मामाहरू चाहिँ ट्याङ्करभित्र गएर मुद्दै हुन्छ अनि एकछिनमा भेटौँ है अब चटपट लिएर आएर चटपट खाएर अनि हिँड्दै जाने भन्ने कुरो हो किनभने नेपालको भाइब सामने यहाँ पनि जिउनुपर्छ यो चाहिँ सुन्दर दाइको यत्तिकै ओडेको मात्रै हो मैले त्यो नेपालको भाइब चाहिँ हामीले यहाँ पनि जिउनुपर्छ भनेर चाहिँ फेरि ट्याक्क हिँड्दै जाने हो अब चाहिँ ढ्याक्क लाएर यी मुतेर आउनु सफल हुनुहुन्छ जर्सी नम्बर 8 का कालिया भौ ल मुद्दा जाँदा नि तम्सेर गएन यार ल है त केटा हो ल त्यो एकछिनमा अब चटपट लिन गएर चटपट खाने अनि त्यहाँपछि यो पार्कमा बसेर त्यहाँ बसेर खाने ग्राउन्डमा बसेर जुम गर्नु ग्राउन्डमा बसेर खाने अनि त्यहाँपछि जाने है त ल एकछिनमा भेटौँला चाहिँ हामी फेरि आइसक्यौँ लास्ट राउन्ड है अब चाहिँ 100% लास्ट राउन्ड हो के तिमी गर्छ होइन कि हेर्न कस्तो क्लियर आयो त्यही त यस्तो तिमीहरू देखाइयो पाला है क्लियर हेर न ए अनि कति साथीहरू यहाँ चाहिँ दाइलाई देखाइदिनु जुम गरी हाम्रो राजा है राजाले उही हाम्रो दुईजना राजाहरू राजा के भोइसमै आउँछ जुम गरेर देखा ओके सरी केटा अब फेरि लास्ट टाइम है ल केटा अब चाहिँ फाइनल सट है अब चाहिँ रियल फाइनल सट अब चाहिँ ट्याक्क ल है त होइन नि के हो
होइन ला तँलाई ह्याप्पी गुड कि त्यो दाइहरू होइन हाम्रो राजाहरू हुन् हाम्रा राजाहरू यस्तो मजाको छन् त्यसै त फर्की होइन फर्की नहेर मलाई गप 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 ल भन्नु गप 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 कमलदा भएका मजा हुन्थ्यो क्या कमल कलमा त्यहाँ आउनै दिन्थेन मामाले कसम अब यो भोइस मामातिर कति मिठो के कति मिठो होइन कति मिठो यार कसम होइन ट्यागको सबजना यस्तै छ कि मार्केट होइन ट्यागक बसेर बिचमा बसेर पिचमा बसेर के पिचमा बसेर मजाले हान्नु मन कस्तो गर्ने गप 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 अब वे ये अन्त मामा यो त अनर्थ भयो नि त बाबु अन्तिम पानी हाल त्यहाँ झोल पिउनु पर्यो यार होइन अहिले त तारा खानुपर्छ चाहिँ हामी लेबर मार्केट अलगुजबाट चाहिँ अब हामी घरतिर प्रस्थान गर्न गइरहेका छौँ आजको रमाइलो चाहिँ एकदम बबाल भन्दा नि बबाल भयो सबैजना चाहिँ हामी सन्तृप्त मोडमा छौँ होइन त्यो केटा हो अब चाहिँ हामी रुम जाँदैछौँ ट्याक्सीमा चढेर होइन अब्दुल्ला यहाँ गुवाएर औडा भयो यस्तो तेरो के छ मेरो पनि एकदम रक छ थाकेको छु म पारेको छु त्यस्तो हो ए ल सुन्दर तिम्रो के छ पछाडि होइन भन त एकदम ठिक छ बी ह्याप्पी बी ह्याप्पी हो नि अलवेज ह्याप्पी है सबैभन्दा ठुलो कुरो भनेको खुसी नै हुनु ठुलो कुरो हो कहिलेकाहीँ दाजुभाइ साथीभाइहरू सधैँ पनि यस्तो माहौल मिल्दैन जस यो भनेको एकदम मजा भइरहेछ है गाइज मलाई क्यामेराले देखाएको छ क्यामेरा त्यो दाँत देखेछ कि आएन खपी फेर मैले त यार कसम कैद भएको छु म केटा हो अरू कुरो त्यस्तै हो मलाई चाहिँ आची आएर यहाँ पसिना भयो म चाहिँ यहाँ खपिरहेको छु मैले यस्तो खपिदिरहेको छु कि होइन खायोमा टोइलेट जाँदाखेरि आउँदैन यता हिँड्दाखेरि आइदियो यार यस्तो पसिना भयो अहिले चाहिँ मेरो पछि अहिले चाहिँ मैले पचाऊ त्यो अहिले चाहिँ छिटो गइयो होइन अब आमा केही भन्नु हो चाहिँ जोस आयो मलाई बल्ल पच्यो नि त मा निस्केला अहिले कन्ट्रोल छैन सबै कुरा बिर्सिम त्यो कुरा बिर्सिम जान्छ अरे कि साला फुत्काउँछ कि यार रेड लाइट बोल्थ्यो यार फेरि मेन यता जान्थ्यो यहाँबाट हो तर उताबाट ल भने मनोज रुम नजिकबाट जान्छ त्यताबाट चाहिँ जे गरेर नि ब्याक साइड कि फ्रन्ट साइड नो वी हैव टु गो you can go straight and you have to take right from there we can go from anywhere signature hotel होइन that's front side or back side right from next side from right side from you can search signature hotel you know it will be easy for us चाहिँ म रुम आइसकेँ रुम पनि कसरी आयो भन्दा ट्याक्सीबाट झऱ्यो त्यहाँ पछि ट्याक्सीबाट झरेर दाइको सुन्दर दाइको रुममा गयो अनि त्यहाँपछि दाइले चाहिँ खानासाना बनाएर खुलाउनु भयो त्यहीँ त्यति बेला चाहिँ भ्लग बनाउनु पाइएन जस त्यहीँ गफ हान्दै बसेको थियो ट्याक्क दाइहरूसँग खानासाना खाइयो सँगै बसेर अनि खाना खाइयो अनि त्यहाँपछि अनि खाना खाएर अनि गफसफ हान्यो नेपाली दाइहरू भेट्दै थियो त्यहाँ चिया खाएर अनि भ्लग चाहिँ बनाउनु पाइनँ त्यहाँ चाहिँ दाइहरूसँग यत्तिकै बस्दाखेरि अब प्राइभेट कुराहरू भयो अनि त्यही भएर चाहिँ त्यस्तो बेला चाहिँ भ्लग बनाउने कुरा भएन अनि त्यही भएर चाहिँ हो जस रमाइलो भयो आज चाहिँ अरू भनेको त्यस्तै हो जस रमाइलो भयो फुड हन्टिङ जस्तै भयो कि भ्लग चाहिँ फुड हन्टै भनेर राख्छु म थम्बनेल चाहिँ होइन त्यो फुड दब्बी खाइयो नेपाली पारामै होइन ढ्याक्क गएर नेपाली दाइकोमै गयो नेपाली दाइ नि ह्याप्पी गुड के फेरि कस्तो भने गएको खाइयो अब पानी त यता त पैसा तिर्नुपर्छ नि त तर दाइले चाहिँ आफ्नै भाइहरू भनेर पैसा नलिने यताउति गरिराख्नु भएको थियो त्यो ल गाइजहरू थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड आजलाई चाहिँ च्यातिनुपर्छ किनभने म ढिलो आइसक्यो अब चाहिँ सुत्नु पऱ्यो भोलि ड्युटी जानुपर्छ फेरि अब अर्को हप्ता भेट्ने फेरि भ्लगमा है त ल साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड अझै धेरै माया गरिदिनु होला भन्दै अहिलेको लागि छुट्टिन जान्छु बाई बाई गाइज सी यू अन नेक्स्ट मिनी ब्लग सी यू अन नेक्स्ट ब्लग है त अर्को हप्ता बाई बाई